पहिला तपाईँ आफ्नो मोबाइलमा प्ले स्टोर अथवा एप्पल स्टोरमा गएर oneflow.pro भनेर सर्च गर्न सक्नुहुन्छ अथवा OneFlow Pro भनेर सर्च गर्नुभएपछि यहाँ तपाईले यस्तो लोगो भएको OneFlow Pro एकाउन्टिङ सफ्टवेयर देख्न सक्नुहुन्छ। यसलाई तपाईले स्टोरबाट डाउनलोड गर्नुपर्ने अथवा इन्स्टल गर्नुपर्ने हुन्छ। इन्स्टल गरिसकेपछि ओपन क्लिक गर्नुहोस्। यहाँ तलपट्टि गेट स्टार्टेड भन्ने बटन देख्नुहुनेछ। सो त्यहाँ क्लिक गरेपछि यो बिजनेस पेज खुल्छ। यहाँ तपाईले आफ्नो बिजनेस एड गर्नुपर्ने हुन्छ। बिजनेसमा नेममा तपाईले आफ्नो बिजनेसको नाम राख्नुहोस्। बिजनेस एड्रेसमा तपाईले जुन ब्राउजरमा जुन पोर्टल एड्रेस युज गर्नुहुन्छ सोही पोर्टल एड्रेस राख्नुहोस्। यो केसमा हामी demo.oneflow.pro भनेर राखेका छौं। त्यस्तै तपाईको abc.oneflow.pro यस्तै केही हुन सक्छ। सो यसमा सेभ क्लिक गर्नुहोस्। अब तपाईको बिजनेस एड भइसकेको छ। अब त्यो बिजनेस भित्र क्लिक गर्नुहोस्। त्यो डेमो बिजनेस लेखेकोमा क्लिक गरिसकेपछि लगइन पेज खुल्नेछ। यसमा तपाईले आफ्नो क्रेडेन्शियल राखेर लगइन क्लिक गर्नुहोस्। लगइन क्लिक गरिसकेपछि यसरी तपाईको लगइन खुल्छ। अब लगइनमा तपाईले यहाँ देख्न सक्नुहुन्छ ड्याशबोर्डमा हामीसँग माथि समरी छ। त्यसपछि यहाँ क्विक एक्सन्स छ। यहाँबाट तपाईले डाइरेक्टली आइटमहरु अर्डरहरु बनाउन सक्नुहुन्छ। इनसाइट्समा हामीसँग यो ड्याशबोर्डहरु छ। यहाँ तपाईले आफ्नो बिजनेसको ओभरअल भ्यू देख्न सक्नुहुन्छ। त्यसैगरी टुडे ट्याब पनि छ। यसमा आज अथवा कुनै पार्टिकुलर डेटमा के कारोबार भयो त्यसको समरी ड्यूहरु के छ सबै तपाईले यहाँबाट हेर्न सक्नुहुन्छ। इनसाइट्समा तपाईले यसरी यो स्वाइप गरेर कुन ट्रान्ज्याक्सन कति भयो त्यो पनि हेर्न सक्नुहुन्छ। अब हामी कन्ट्याक्ट्स ट्याबमा छौं। कन्ट्याक्ट्स ट्याबमा तपाईले आफ्नो सबै कस्टमरहरु कन्ट्याक्टहरुको रेकर्ड यहाँ सजिलै पाउन सक्नुहुन्छ। यहाँ भित्र क्लिक गरेर तपाईले डिटेल पेज पनि हेर्न सक्नुहुन्छ। अनि यहाँ माथिको प्लस बटनबाट तपाईले न्यू कन्ट्याक्ट भनेर नयाँ कन्ट्याक्ट बनाउन सक्नुहुन्छ। एउटा हामी कन्ट्याक्ट बनाइहेरौँ यहाँबाट ABC ट्रेडर्स भनेर। अनि यसको एड्रेस चाहिँ ललितपुर राखौं। अनि एउटा नम्बर राखौं के। अहिले मैले यहाँ माथिबाट सेभ भन्ने बटन छ। यहाँ मैले सेभ क्लिक गरिसकेपछि यो सेभ भयो। यसरी तपाईले कन्ट्याक्टहरु एड गर्न सक्नुहुन्छ मोबाइलबाट डाइरेक्टली। त्यसपछि ट्रान्ज्याक्सन्स भन्ने ट्याबमा तपाईले यसरी सबै तपाईको अहिलेसम्म भएको सबै कारोबार यसरी देख्न सक्नुहुन्छ। यहाँबाट तपाईले यो अल ट्रान्ज्याक्सन लेखेकोमा क्लिक गरेर यसरी इन्भोइस फिल्टर गर्न सक्नुहुन्छ। तपाईले इन्भोइस हेर्न चाहनु भएको हो भने अनि तपाईले यहाँ पिरियड पनि फरक सेलेक्ट गर्न सक्नुहुन्छ। मैले लास्ट मन्थबाट दिस फिस्कल इयर सेलेक्ट गरे। अब त्यसैगरी फिल्टर गरेर तपाईले बिल्सहरु हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरिसकेपछि बिलहरु यसरी देख्न सक्नुहुन्छ। अनि यो प्लस बटनमा क्लिक गरेपछि तपाईले जहाँ हुनुहुन्छ न्यू इन्भोइसमा न्यू बिलमा हुँदाखेरि न्यू बिल र इन्भोइसमा हुँदाखेरि न्यू इन्भोइस सुरु हुन्छ। त्यसपछि हामी जाउँ इन्भेन्टरी ट्याबमा। इन्भेन्टरी ट्याबमा हामीले सर आफ्नो इन्भेन्टरी के कति छ भनेर तपाईले सजिलै हेर्न सक्नुहुन्छ। जस्तै यहाँ फ्लोर 8 केजी राउटर 9 युनिट अनि यसरी क्याटेगोरी वाइज तपाईले हेर्न पनि सक्नुहुन्छ। अब कुनै सर्च पनि गर्न सक्नुहुन्छ। मानौ यसमा रिबुक ब्राउजर भनेर सर्च गरौँ। अनि त्यसैगरी हामीले आइटममा क्लिक गरेर आइटमको बेसिक डिटेलहरु पनि यहाँबाट हेर्न सक्छौं। अब सबैभन्दा लास्टमा तपाईले मोर अथवा मेनु भनेर देख्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईको सम्पूर्ण मेनु आइरहेको हुन्छ। माथि यो ब्रान्चबाट तपाईले ब्रान्च र पिरियडबाट यसरी आफूले आफ्नो अर्गनाइजेसनको पिरियड चेन्ज गर्न सक्नुहुन्छ। यो पिरियडले चाहिँ तपाईको डाटा कतिको लिस्ट चाहिँ कति देखाउने त्यो एप चलाउँदाखेरि त्यो डिटरमाइन गर्छ। अनि यहाँ विभिन्न जस्तै मेनुहरु छ। अब हामी जाउँ रिपोर्ट्स भित्र। रिपोर्ट्समा यसरी तपाईले सम्पूर्ण रिपोर्ट्सहरु यहाँ देख्न सक्नुहुन्छ। अब यहीबाट तपाईले आफ्नो व्यवसायको प्रॉफिट एन्ड लस कस्तो छ के छ भनेर यसरी प्रॉफिट एन्ड लस क्लिक गरिसकेपछि यसरी सर डिटेलहरु देख्न सक्नुहुन्छ। 13 लाख प्रॉफिट भइछ ट्रान्सफर भनेर। अनि यस्तै गरेर तपाईले कुन कस्टमरसँग कति लिन दिन बाँकी छ भनेर यसरी कस्टमर ब्यालेन्समा सजिलै मोबाइलबाटै ब्यालेन्स हेर्न सक्नुहुन्छ। त्यसै कन्ट्याक्ट लेजरबाट तपाईले त्यो कस्टमरसँग कहिले के कारोबार भएको छ भनेर यसरी लिस्ट पनि
गर्न सक्नुहुन्छ। रणवीर एन्ड सन्समा कारोबार रहन्छ। सो म अर्को सुनिल कुमार यादव सिलेक्ट गरौँ। यहाँ यसरी इम्प्लोइसँगको कारोबार हेर्न सक्नुहुन्छ स्टेटमेन्ट, र यो स्टेटमेन्टलाई तपाईँले यहाँ सेयर बटनबाट फरवर्ड पनि गर्न सक्नुहुन्छ अथवा पिडिएफमा डाउनलोड पनि गर्न सक्नुहुन्छ है। यसरी विभिन्न रिपोर्टहरू तपाईँले हेर्न सक्नुहुन्छ। अनि सिम्पल छ, सेटिङ्सबाट तपाईँले थिमहरू चेन्ज गर्न सक्नुहुन्छ अनि डाटाहरू डिलिट पनि गर्न सक्नुहुन्छ। यो चाहिँ मोबाइल एपबाट चाहिँ डिलिट हुने हो, तपाईँको सर्भरबाट चाहिँ डिलिट हुँदैन। त्यसपछि यो अटोमेटिकली यस डाटाहरू चाहिँ तपाईँको सर्भरमा सिङ हुन्छ। अनि तपाईँले अब कुनै नयाँ कारोबार गर्नु पऱ्यो भने चाहिँ अब तपाईँ यहाँ अल ट्रान्जेक्सन आएको पेजमा गएर प्लस बटन थिच्नुभयो भने यहाँ यसरी एस्टिमेट इन्भोइस भनेर देख्न सक्नुहुन्छ। मैले न्यू एक्सपेन्स क्लिक गरेँ। अब यहाँ मैले कुनै खर्च रेकर्ड गर्नु पऱ्यो भने मैले डेट सेलेक्ट गर्छु। ड्यु डेट केही चेन्ज गर्नुपर्छ भने मैले ड्यु डेट चेन्ज गर्छु, क्रेडिटमा छ भने। त्यसपछि मोड चेन्ज गर्छु, ब्रान्च पनि फरक छ भने ब्रान्च सेलेक्ट गर्न पनि पाएँ। त्यसपछि यो खर्च चाहिँ कुन शीर्षकबाट कुन एकाउन्टबाट भएको मैले अहिले क्यास इन ह्यान्ड भनेर राखेँ, र कुन सप्लायर हो त्यो पनि राखेँ। र हाम्रो केसमा यो चाहिँ हामीले मेटामाइन्सलाई गरेका थियौँ, र मेटामाइन्सबाट हामीले चाहिँ सफ्टवेयर सब्सक्रिप्सन केही लिएको थियौँ भनेपछि हामी यहाँ गएर सफ्टवेयर सब्सक्रिप्सन एक्सपेन्स भनेर सेलेक्ट गर्छौँ। अनि सफ्टवेयर सब्सक्रिप्सन एक्सपेन्समा हाम्रो 18,000 सिलेक्ट गरेँ। अब यसमा तपाईँको ट्याक्स लागेको थियो, भ्याट बिल आएको थियो भने चाहिँ तपाईँले यहाँ ट्याक्समा गएर भ्याट सेलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँको 2,340 भ्याट गरेर 20,340 को टोटल आएको छ। टिडिएस छ भने काट्न सक्नुहुन्छ। अनि रिमार्क्समा चाहिँ तपाईँले यो अलिकति बुझ्ने गरी यो के को खर्च थियो भनेर तपाईँले लेख्न सक्नुहुन्छ। मैले चाहिँ वन फ्लो पर्चेस्ड भनेर राखेँ, र यति राखिसकेपछि माथि राइटमा सेभ बटन छ, त्यहाँ सेभ गरेर क्लिक गरिदिनुहोस्। अब तपाईँको एक्सपेन्स सेभ भइसकेको छ। यो चाहिँ अटोमेटिकली तपाईँको सर्भरमा अनलाइन भएको अवस्थामा सिङ्क हुन्छ र तपाईँको रेकर्ड आइटम रेकर्ड भइसकेको छ। अब त्यस्तै गरी तपाईँले यसलाई प्रिन्ट पनि गर्न सक्नुहुन्छ अथवा तपाईँले यसलाई सेयर पनि गर्न सक्नुहुन्छ। यसरी तपाईँले विभिन्न ट्रान्जेक्सन्सहरू गर्न सक्नुहुन्छ। अब एउटा यसमा हामीले एउटा एमपिओएस मोड्युल भनेर राखेका छौँ, जुन चाहिँ तपाईँको न्यू इन्भोइसबाट पनि गर्न सक्नुहुन्छ। तर एमपिएस मोड्युलले चाहिँ तपाईँको अलिकति यो बाट टेनियरमा जुन त्यो पिओएस सिस्टम हुन्छ त्योसँग मिल्दो लेआउट आउँछ। तपाईँलाई इन्ट्री गर्न अलि धेरै इन्ट्री गर्नुपर्ने अवस्थामा चाहिँ सजिलो हुन्छ। यसरी तपाईँले आइटममा क्लिक गरिदिएपछि अटोमेटिकली यो चाहिँ कार्टमा एड हुँदै जान्छ। अनि तपाईँले यसरी डिटेल्सहरू पनि हेर्न सक्नुहुन्छ यहाँ छेउको तलपट्टिको बटन थिचेर। अनि यो सबैको आइटमलाई सबै ठिक छ भन्ने भइसकेपछि अझै 2टा आइटम थपौँ, र यसरी थपिसकेपछि यो टोटल आइटम अब यो खोलेर पनि यो आइटममा पनि तपाईँले यहीँ माथिबाट पनि चेन्ज गर्न सक्नुहुन्छ कुनै, अथवा हटाउन पनि सक्नुहुन्छ। त्यसपछि यसलाई चाहिँ फाइनल्ली यहाँ कन्फर्म अर्डर गरेपछि यहाँ चाहिँ तपाईँलाई पेमेन्टको पेज युआई खुल्छ। यहाँ चाहिँ तपाईँको क्यासबाट पेमेन्ट भएको कि के हो त्यसको चाहिँ कति एमाउन्ट तपाईँले क्यास पाउनुभयो, फिर्ता कति, चेन्ज कति भनेर यो सबै डिटेलमा देखाउँछ। 7.5 रुपियाँ फिर्ता टेन्डर दिएर अनि हामीले गरेपछि सेल्स कम्प्लिट भएको छ। अब यसलाई क्लोज गरेर हामी एकफेर गएर हाम्रो इन्भोइसमा गएर हेऱ्यौँ भने हामीले चाहिँ टम गुरुज तिवारी भनेर छ। यसमा चाहिँ हाम्रो लिस्ट यसरी हामीले गरेको ट्रान्जेक्सन यसरी देख्न सक्छौँ। यसरी तपाईँले सजिलै इन्कम र एक्सपेन्स रेकर्ड गर्न सक्नुहुन्छ। र यो अटोमेटिकली यसले तपाईँको रिसिभेबल्स, पेएबल्स र स्टकहरूलाई अटोमेटिकली यसले अपडेट गरिदिन्छ। तपाईँले यसबाट सेल्स अर्डरहरू पनि जेनेरेट गर्न सक्नुहुन्छ। साथै यसमा एउटा
यदि बिजनेस ओनर हुनुहुन्छ र तपाईँको एकाउन्टेन्ट तपाईँ चाहिँ एकाउन्टेन्टभन्दा टाढा हुनुहुन्छ, तपाईँले मोबाइल एक्सेस छ भने चाहिँ तपाईँले यहाँबाट डाइरेक्टली बिलको फोटो खिचेर यसरी एउटा बिलको फोटो खिचेर मैले अपलोड गरिदिन सक्छु। अनि यहाँ मैले मानौँ यो बिलको के हो त यो भनेर डिटेल राखिदिन सक्छु, ताकि हाम्रो एकाउन्टेन्टले त्यो फोटो हेरेर उसले सही रेकर्ड राख्न सकोस्। जस्तै मैले नास्ता खाएँ र त्यसको बिल मैले यहाँबाट डाइरेक्टली अपलोड गरिदिएपछि मेरो एकाउन्टेन्टले त्यो आफ्नो ड्यासबोर्डमा आफ्नो पुस्टमा देख्नेछ OneFlowको वेब भर्जनमा, अनि उसले त्यहाँबाट रेकर्ड एक्सपेन्स रेकर्ड इन्ट्री गरिदिन्छ। यसरी तपाईँले OneFlow मोबाइल एप सजिलै चलाउन सक्नुहुन्छ।